हाई एभ्रिवान, स्वागत छ हजुरहरूलाई फेरि पनि अर्को एउटा नयाँ भिडियोमा। फ्रेन्ड्स, भिभोले आफ्नो Y31T भन्ने फोनलाई चाहिँ इन्डियामा लन्च गरिसकेको छ र मलाई जहाँसम्म लाग्छ यो फोन हाम्रो नेपालमा पनि लन्च हुनेछ। सो आजको भिडियोमा चाहिँ हामी यही मोबाइलको बारेमा कुरा गर्नेछौँ। मोबाइलका स्पेसिफिकेसन तथा यो मोबाइलमा तपाईँहरूलाई के कस्तो फिचरहरू दिएको छ, साथै हाम्रो नेपालमा के कति प्राइस पोइन्टमा आउनेछ, सम्पूर्ण विषयमा आजको भिडियोमा जानकारी दिँदैछु। त्यसैले यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। अब तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, आगामी दिनमा अरु यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला, साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। सबैभन्दा पहिला हामी कुरा गरौँ मोबाइलको डिजाइन र डिस्प्लेको बारेमा। डिजाइनको बारेमा कुरानु पर्दा फोनको ब्याक साइडमा तपाईलाई ड्युअल क्यामेराको सेटअप, त्यसैको साथमा एलइडी फ्ल्यास र तल्लोपट्टि चाहिँ भिभोको ब्रान्डिङ पाउनुहुनेछ र अगाडिपट्टि तपाईलाई सेन्टर कन्सोल डिस्प्लेको साथमा ग्लासको प्रोटेक्सन पनि दिएको छ। बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा ओभरअल यो मोबाइल प्लास्टिक बिल्डको साथमा लन्च भएको छ र मोबाइलको फ्रेम पनि प्लास्टिकको रहेको छ। बेस्ट पार्ट के छ भने तपाईलाई यो मोबाइलमा IP69 को रेटिङ दिएको छ, यानी कि यो मोबाइल कम्प्लिटली वाटरप्रुफ हुनेवाला छ। ओभरअलमा डिजाइनको बारेमा कुरानु पर्दा नो डाउट मोबाइलको डिजाइन र इन ह्यान्ड फिल चाहिँ एकदमै राम्रो रहेको छ। तपाईलाई मोबाइलको डिजाइन कस्तो लाग्यो प्लिज कमेन्टमा लेखिदिनु होला। अब चाहिँ हामी कुरा गरौँ मोबाइलको डिस्प्लेको बारेमा। तपाईलाई यो मोबाइलमा 6.7 इन्चको HD प्लस IPS LCD प्यानल पाउनुहुनेछ र यो डिस्प्लेमा चाहिँ 120 हर्जको फास्ट रिफ्रेश रेट पनि दिएको छ। डे टु डे युजेसको लागि डिस्प्ले चाहिँ एकदमै स्मुथ हुनेवाला छ र ब्राइटनेसको बारेमा कुरानु पर्दा तपाईलाई यो डिस्प्लेमा 1200 निट्सको पिक ब्राइटनेस दिएको छ। इन्डोर र आउटडोर युसेजको लागि तपाईलाई यो डिस्प्लेमा त्यस्तो कुनै प्रब्लम आउने छैन। ओभरअलमा डिस्प्लेको बारेमा कुरानु पर्दा मोबाइलको डिस्प्ले क्वालिटी चाहिँ राम्रो रहेको छ। कन्टेन्ट वाचिङको लागि डिस्प्ले राम्रो छ, तर यहाँनिर म के भन्न चाहन्छु भने HD प्लस को रेजुलेसन भन्दा फुल HD प्लस भएको भए अझ राम्रो हुने थियो। त्यसै गरी चिपसेट तपाईलाई यो मोबाइलमा क्वालकम स्न्यापड्रागन 4 Gen 2 को चिपसेट दिएको छ, जुन चाहिँ एउटा 5G चिपसेट हो। 4 नैनोमिटरमा बनेको कारणले हिटिङको इस्यु तपाईलाई यो मोबाइलमा एकदमै कम पाउनुहुनेछ। साथमा LPDDR4S को र्याम टाइप र UFS 2.2 को स्टोरेज टाइप दिएको छ। रिड एन्ड राइट स्पिड तपाईलाई यो मोबाइलमा डिसेन्ट पाउनुहुनेछ। अब यो चिपसेटको एन्तुतो स्कोरको बारेमा कुरानु पर्दा लगभग 4 लाख देखि 4.5 लाखसम्म आउँदछ, यानी कि डे टु डे युसेजको लागि, मल्टिमिडियाको लागि तथा मल्टिटास्किङको लागि तपाईलाई यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम आउने छैन र नर्मल सेटिङमा फ्री फायर, PUBG जस्तो गेम पनि खेल्न सक्नुहुनेछ। तर हाई सेटिङमा गेम्स खेल्नको लागि यो मोबाइलको चिपसेट त्यतिको राम्रो छैन। त्यसै गरी सफ्टवेयर तपाईलाई यो मोबाइलमा आउट अफ द बक्स एन्ड्रोइड 16 दिएको छ, जुन चाहिँ ओरिजिन OS 6 मा रन गर्दछ, जसमा तपाईलाई सफ्टवेयर एक्सपिरियन्स चाहिँ ठिकठाकै पाउनुहुनेछ। अब हामी कुरा गरौँ क्यामेराको बारेमा। तपाईलाई यो मोबाइलमा 50 मेगापिक्सलको प्राइमेरी सेन्सर, अर्को चाहिँ AI लेन्स दिएको छ भने सेल्फी क्यामेरामा चाहिँ 8 मेगापिक्सलको सेल्फी क्यामेरा सेन्सर दिएको छ। दुवै क्यामेराहरूबाट तपाईहरुले 1080 को 30 fps सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ। ओभरअलमा क्यामेराको बारेमा कुरानु पर्दा प्राइस अनुसार मोबाइलको क्यामेरा सेटअप चाहिँ राम्रो रहेको छ। क्यामेराको मामलामा तपाईलाई यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम आउने छैन। त्यसै गरी ब्याट्री तपाईलाई यो मोबाइलमा 7200 mAh को ब्याट्री दिएको छ र चार्ज गर्नको लागि 44 वाटको चार्जर बक्समा पाउनुहुनेछ। ब्याट्री ब्याकअप पनि तपाईलाई यो मोबाइलमा एकदमै राम्रो पाउनुहुनेछ। प्राइभेसी र सेन्सरहरूको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा साइड फिङ्गरप्रिन्ट स्क्यानर, फेस अनलक, चार्जिङको लागि टाइप C पोर्ट, साथमा ड्युअल स्टिरियो स्पिकर पाउनुहुनेछ, जसको क्वालिटी चाहिँ ठिकठाकै रहेको छ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ भिभो Y31T मोबाइलको नेपाली एक्सपेक्ट प्राइसको बारेमा। यो फोन इन्डियामा 4+128GB त्यहाँको 25,000 को प्राइस पोइन्टमा लन्च भएको छ र नेपालीमा कन्भर्ट गर्नु पर्दा लगभग 40,000 जति पर्न जान्छ। यदि यो फोन हाम्रो नेपालमा 40 देखि 45,000 को प्राइस पोइन्टमा आउँछ भने त ठिकै हो, तर त्यो भन्दा माथिको प्राइस पोइन्टमा आउँछ भने फ्रेन्ड्स म चाहिँ तपाईलाई यो फोन रेकमेन्ड गर्दैन। लन्च डेटको बारेमा कुरानु पर्दा अहिले चाहिँ हामीलाई यो मोबाइलको कुनै पनि इन्फर्मेसन मिलेको छैन। यदि मिल्यो भने तपाईहरुको लागि यो फोनको डेडिकेट भिडियो बनाएर आफ्नो च्यानलमा अपलोड गर्नेछौँ। त्यसको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। ल त साथीहरु, यति नै थियो मोबाइलको बारेमा। तपाईलाई यो मोबाइल कस्तो लाग्यो, आफ्नो केही सल्लाह सुझाव भएमा प्लिज एउटा कमेन्ट लेखिदिनु होला। भिडियो मन परेमा एउटा लाइक पनि गरिदिनु होला। यदि नयाँ साथीभाइहरुले हाम्रो च्यानललाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।